नमस्कार दर्शकवृन्द, बोल्दैछु सृजना पाण्डे। सदाझैँ आज पनि एउटा प्रेरणादायक भिडियो लिएर आइसकेको छु। आजको मेरो विषयवस्तु रहेको छ, तिमीले आफैलाई चिन्यौ। दिनभर अरूलाई हेर्दै बितायौ, अरूको सफलता, अरूको खुसी, अरूको जीवन। तर एउटा प्रश्न कहिल्यै आफैलाई सोध्यौ, तिमीले आफैलाई चिन्यौ? हामी धेरै जसो बाँचिरहेका हुँदैनौँ, बस निभाइरहेका हुन्छौँ। अरूले मन पराओस् भनेर, कमजोर नदेखिउँ भनेर हामी आफैलाई लुकाउँछौँ। अनि एक दिन ऐनामा देखिने मान्छे पनि अपरिचित लाग्न थाल्छ। तिमी पहिले यस्तो थिएनौ, सपना थियो, जोस थियो, हार्दा पनि फेरि उठ्ने आँट थियो। तर समयसँगै मानिसहरूले तिमीलाई सिकाए, यति सपना नदेख, यति भावुक नबन, अरू जस्तै बन। अनि तिमी बिस्तारै आफैबाट टाढिँदै गयौ। सबैभन्दा ठुलो थकान कामले हुँदैन, नक्कली भएर बाँच्दा हुन्छ। जब मन रोइरहेको हुन्छ तर अनुहार हाँसिरहेको हुन्छ, त्यहीँबाट मानिस भित्रभित्रै टुट्न थाल्छ। सायद तिमी हराएको होइनौ, तिमीले आफूलाई नै सुन्न छाडेका हौ। आफूलाई चिन्नु भनेको पर्फेक्ट हुनु होइन, आफ्नो डर स्वीकार्नु हो, आफ्नो कमजोरी अँगाल्नु हो, अरूको तालीमा होइन, आफ्नै मनको आवाजमा हिँड्न सिक्नु हो। किनकि संसारले दिएको पहिचान अस्थायी हुन्छ, तर आफूले भेटेको आफू कहिल्यै हराउँदैन। आज राति मोबाइल बन्द गर, केही बेर चुप लाग अनि आफैलाई सोध, म वास्तवमा को हुँ? किनकि जीवन बदलिने क्षण त्यहीँबाट सुरु हुन्छ, जब तिमीले आफैलाई चिन्छौ। तिमी वास्तवमा को हौ? के चाहन्छौ? के कुराले खुसी बनाउँछ? र किन यस्तो जीवन बाँचिरहेका छौ? त्यो बुझ्यौ? धेरै मानिसहरू अरूलाई खुसी पार्न, समाजले के भन्छ त्यही बन्न वा कम्पेयर गर्दै बाँचिरहेका हुन्छन्। तर भित्रबाट उनीहरू आफू वास्तवमा के हुन भन्ने नै बिर्सिन्छन्। एउटा केटी सोसियल मिडियामा सधैँ ह्याप्पी देखिन्थे, फोटो, रिल्स, स्माइल सबै पर्फेक्ट। तर राति ऊ एक्लै हुँदा रोइरहन्थे, किनकि ऊ अरूले मन पराउने भर्सन बनेकी थिए, आफू जस्तो हुन पाएकी थिइन। जब उसले पहिलो पटक आफ्नो दुःख स्वीकार गरी म ठिक छैन भन्न सकी, त्यो नै आफूलाई चिन्न थालेको सुरुवात थियो। धेरै जसो मानिस पैसा कमाउन दौडिरहेका हुन्छन्, अरूसँग कम्पेयर गरिरहेका हुन्छन्, अप्रुभल खोजिरहेका हुन्छन्। तर अन्त्यमा सबैभन्दा ठुलो प्रश्न यही हुन्छ, के मैले आफ्नो जीवन आफ्नै तरिकाले बाँचे? यदि उत्तर हो भने त्यो मान्छेले आफूलाई चिनेको हुन्छ। जब तिमी अरूलाई इम्प्रेस गर्न छोड्छौ अनि आफ्नो मन सुन्न थाल्छौ, त्यहीँबाट आफूलाई चिन्न सुरु हुन्छ। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नुहोला। हस्, धन्यवाद।